सुकुम्बासी जसको घर हुँदैन, जसको जग्गा जमिन हुँदैन र उहाँहरू रेन्टमा बस्नुहुन्छ र उनीहरूको पुस्ताको नाममा कुनै जग्गा जमिन रेजिस्टर हुँदैन, उनीहरूलाई भन्छ सुकुम्बासी। र सुकुम्बासीको के बेनिफिट छ आज म भन्न गइरहेछु, यो चाहिँ सिक्किमको लागि हो। सिक्किममा ल्यान्ड रेभिन्यू एन्ड डिजास्टर म्यानेजमेन्ट डिपार्टमेन्टले 3 नोभेम्बर 2011 मा एउटा नोटिस जारी गरेको थियो। त्यो नोटिसमा चाहिँ के भनेर लेखेको थियो भने, यदि तपाईँको जग्गा जमिन कुनै पनि छैन र तपाईँ सिक्किम सुकुम्बासीमा आउँछ, त्यो क्याटेगोरीमा आउँछ भने 0.25 एकड जमिन तपाईँले अर्बन रुरल एरियामा तपाईँले हेर्नु भएको छ भने त्यो रुरल एरिया चाहिँ तपाईँको त्यो जमिन चाहिँ सिक्किम सुकुम्बासीको स्किममा आउँछ र तपाईँले त्यो जमिन चाहिँ गभर्मेन्टले तपाईँलाई किनेर दिन्छ भनेर नोटिस जारी गरेको थियो र यो नोटिस अहिले पनि जीवित छ। र यो नोटिस चाहिँ तपाईँले लिएर तपाईँको ल्यान्ड रेभिन्यू एन्ड डिजास्टर म्यानेजमेन्टमा जानुभयो भने तपाईँलाई गाइड गर्छ र के डकुमेन्ट्स माग्छ भने त्यहाँनिर तपाईँको सिक्किम सब्जेक्ट या त सिओआई एटेस्टेड गरेको, अनि भोटर कार्ड, आधार कार्ड र तपाईँको पञ्चायतको एनओसी, त्यहाँबाट एरिया एमएलएको एनओसी, त्यो लिएर तपाईँ ल्यान्ड रेभिन्यू एन्ड डिजास्टर म्यानेजमेन्ट गभर्मेन्ट अफ सिक्किममा जानुभयो भने तपाईँलाई त्यहाँपछि अगाडिको फ्युचर प्रोसेसहरू पनि उहाँले भनिदिन्छ। र अहिलेको भ्यालुएसन र पहिलाको भ्यालुएसन त्यो मिल्दैन र तपाईँले जग्गा जमिन हेर्नु हुँदैछ, तपाईँ एकदम सिक्किम सुकुम्बासीको क्याटेगोरीमा आउनु भएको छ भने त्यो जमिनमा तपाईँले केही थप एमाउन्ट चाहिँ तपाईँले पाउनेछ। यो भिडियो एकदम सक्दो सेयर गर्नुहोस् होला। कसै सुकुम्बासीले केही जमिन किन्नु कोइरहेछ भने 1-2 लाखको रकम चाहिँ सिक्किम सुकुम्बासी स्किमबाट पाउनेछ। धन्यवाद।